जय मसीह विश्वको विभिन्न भागमा छरेर बस्नुभएका नेपाली भाषी परमेश्वर पिताका प्रिय छोराछोरीहरू, मेरा संगी सहकर्मी सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा म तपाईहरुकै सहकर्मी प्रदीपको ख्रिस्टीय न्यानो अभिवादन भन्न चाहन्छु। प्रियहरू, आज म तपाईहरुको बीचमा मत्ती 5 अध्यायदेखि 7 अध्यायसम्म येशू ख्रीष्टले दिनुभएको डाँडाको उपदेश अन्तर्गत 7 अध्यायको 13 देखि 14 पदको परमेश्वरको जीवित वचनबाट बोल्न गइराखेको छु। आउनुहोस् अब हामी वचनतिर लागौं। मत्ती 7 अध्यायको 13 देखि 14 पदसम्मको परमेश्वरको जीवित वचनमा यहाँ यस्तो लेखिएको छ: साँगुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो सजिलो हुन्छ र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्। किनभने जीवनमा पुर्याउने ढोका साँगुरो हुन्छ र बाटो कठिन हुन्छ, जसले चाहिँ जीवनमा पुर्याउँछ र त्यो भेट्टाउने थोरै नै हुन्छन्। हालेलुया। प्रियहरू, संसारका सबै मानिसहरू पृथ्वी रूपी बाटोमा यात्रा गरिरहेका छौं। जीवन एउटा यात्रा हो। हामी मृत्युभन्दा अगाडिसम्म यस पृथ्वीमा यात्रा गरिरहेका छौं। समय बितिरहेको छ, हामी यात्रा गरिरहेका छौं। हामी निश्चित गन्तव्यमा पुग्नेहरू हौं। सम्पूर्ण मानव जाति। त्यो निश्चित गन्तव्य दुईवटा छन्, एउटा स्वर्ग अनि अर्को नर्क। हामी संसारका सबै मानिसहरू जो निश्चित समयसम्म वर्तमान पृथ्वीमा यात्रा गरिरहेका छौं, एक दिन त्यो गन्तव्यमा अवश्य पुग्नेछौं, कोही स्वर्गमा त कोही नर्कमा। परमेश्वरलाई धन्यवाद होस्, उहाँले हाम्रो यही पृथ्वीमा रहेको जीवनको यात्रा अवधिमा त्यो स्वर्ग जाने र नर्क जाने बाटो देखाइदिनु भएको छ। परमेश्वर सबै मानिसहरूलाई इनाम सहित स्वर्गमा स्वागत गरिरहनु भएको छ। स्वर्ग जाने बाटो उहाँले सबै मानिसहरूलाई देखाइसक्नु भएको छ। उहाँ बस्नुहुने पवित्र स्थान स्वर्गमा हामी जान लायकका त थिएनौं, तर पनि उहाँले यस पृथ्वीमा आएर मानिसकै स्वरूपमा रहेर करिब 33.5 वर्षको यस वर्तमान संसारको बसाइमा स्वर्ग जाने बाटो निश्चित गरिदिनु भएको छ। तपाईको र मेरो अनि सारा संसारको मानवको पापलाई आफ्नै पवित्र रगतले पखाल्नु भएर तपाईले र मैले पाउने मृत्युदण्ड आफैले भोगेर उहाँले अपार अनुग्रहबाट स्वर्ग अर्थात अनन्त जीवनको बाटो प्रष्टसँग देखाइदिनु भएको छ। हालेलुया। तर प्रियहरू, त्यो अनन्तको जीवनमा पुग्ने बाटो कठिन र ढोका साँगुरो छ अनि विनाशमा पुर्याउने ढोका फराकिलो छ र बाटो सजिलो छ भन्नुभएको छ। यूहन्ना 14को 6 पदमा येशू ख्रीष्टले भन्नुभएको छ, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। त्यसैगरी यूहन्ना 10को 9 पदमा उहाँ हामीलाई भन्नुहुन्छ, ढोका म नै हुँ, यदि कोही मानिस मबाट भित्र पस्यो भने त्यो बचाइनेछ र भित्र बाहिर आउने जाने गर्नेछ र खर्कमा चर्न पाउनेछ। हालेलुया। प्रियहरू, येशू ख्रीष्टले हामीलाई भन्नुहुन्छ, यदि तिमी मेरो पछि हिँड्न चाहन्छौ भने साँगुरो ढोकाबाट भित्र पस्नु पर्दछ र कठिन बाटो भएर हिँड्नु पर्दछ। येशू ख्रीष्टको पछाडि हिँड्नलाई फराकिलो बाटो हिँडिरहेका ती भिडलाई हामीले छोड्नु पर्दछ, संसारलाई छोड्नु पर्दछ। हाम्रा सबै साथी छिमेकी नातादार त्यही फराकिलो बाटोबाट हिँड्दैछन्, तर हामी तिनीहरूबाट छुट्टिनुपर्छ। प्रियहरू, हामी तिनीहरूबाट अलग्गै हुनुपर्दछ र फरक पनि हुनुपर्दछ। संसारका चालचलनहरूबाट हामी फर्कनु पर्दछ। ख्रीष्टको पछि हिँड्नलाई आफ्ना परिवार र साथी संगीलाई छोड्नु पनि कति असजिलो कुरो छ। फेरि हामी मत्ती 10को 37 र 38 पदलाई हेर्दछौं भने परमेश्वरको जीवित वचनमा हामी यस्तो कुरा पाउँदछौं यहाँ, जसले मलाई भन्दा बढी आफ्ना बुबा वा आमालाई प्रेम गर्दछ त्यो मेरो योग्यको हुँदैन। जसले मलाई भन्दा बढी आफ्नो छोरा वा छोरीलाई प्रेम गर्दछ त्यो मेरो योग्यको हुँदैन। जो आफ्नो क्रुस उठाएर मेरो पछि लाग्दैन त्यो मेरो योग्यको हुँदैन। प्रियहरू, साँगुरो ढोकाबाट भित्र पस्नलाई पहिलो कदम नै यही हो। हामीले भिडलाई, संसारलाई छोड्नु पर्दछ। हामीले सम्झनु पर्छ कि एक दिन हामी एक्लै नै परमेश्वरको सम्मुख उभिनु पर्दछ। सँगसँगै होइन, तर एक एक गरेर परमेश्वरले हामीहरूको इन्साफ गर्नुहुनेछ र हामी त्यही दिनमा स्वर्गभित्र पस्ने हाम्रो इच्छा छ भने हामीले आज नै भिडलाई छोडेर त्यो साँगुरो बाटोबाट भित्र पस्नु पर्दछ। एक प्रकारले क्रिस्चियन जीवन बिताउन सजिलो छ। येशूले भन्नुभयो मत्ती 11को 28 देखि 30 पदमा, यस सबै थाकेका र बोझले दबेका हो, म कहाँ हो, म तिमीलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि लियो र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु अनि तिमीहरूले आफ्नो आत्मामा विश्राम पाउनेछौ, किनकि मेरो जुवा सजिलो र मेरो भारी हलुको छ। प्रियहरू, फराकिलो बाटोमा हिँड्नेहरू पाप, फिक्री र डरका गरौं भारीहरू बोक्दैछन्। साँगुरो बाटोबाट हिँड्नेहरू यस्ता भारीहरू बोक्दैनन्। ती भारीहरू तिनीहरूका लागि येशू ख्रीष्ट आफैले बोक्नुहुन्छ। तैपनि साँगुरो बाटोमा हिँड्नेहरूले एउटै कुरा बोक्नु पर्दछ, आफ्नो एउटा क्रुस। साँगुरो ढोकाबाट भित्र पस्नलाई हामीले आफैलाई इन्कार गरेर आफ्नो क्रुस आफैले उठाएर हिँड्नु पर्ने हुन्छ। मर्कुस 8को 34 पदमा हामी हेर्दछौं भने परमेश्वरको वचनमा हामी पाउँदछौं, कोही मानिस म पछि लाग्ने इच्छा गर्दछ भने त्यसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रुस उठाएर मेरो पछि लागोस्। प्रियहरू, हामीले आफ्नो पुरानो पापी स्वभावलाई, हाम्रो पुरानो मनुष्यतालाई ढोका बाहिर छोड्नु पर्दछ। हामीले आफ्नो धन सम्पत्ति, हाम्रो हक र अधिकार, हाम्रो इज्जत ढोका बाहिर नै छोड्नु पर्दछ। हाम्रो पुरानो मनुष्यता क्रुसमा टाँगिएको हुनुपर्दछ। रोमी 6को 6 पदमा हामी परमेश्वरको जीवित वचनमा पाउँदछौं,
हामी जान्दछौँ कि हाम्रो पुरानो मनुष्यता उहाँसँगै क्रुसमा टाँगियो ताकि हाम्रो पापमय शरीर नाश होस् र अब उसो उपरान्त पापका कमाएर नहौं। हामी साँगुरो ढोकाबाट भित्र पस्दा हामी एउटै कुरा मात्रै लैजान पाउनेछौँ, अर्थात हाम्रो क्रुस। पावलले लेखेका छन्, म ख्रिस्टसँगै क्रुसमा टाँगेको छु, तैपनि म जिउँछु, त्यसो भए तापनि म त होइन तर ख्रिस्ट ममा जिउनुहुन्छ। गलाती 2:20 हामी पाउँदछौँ प्रियहरू। हामी गलाती 6:14 नै पाउँदछौँ, हाम्रा प्रभु येशू ख्रीष्टको क्रुस बाहेक अरू कुनै पनि कुरामाथि घमण्ड गर्ने कुरा मदेखि दूर रहोस्, जसद्वारा म चाहिँ संसारको लेखी र संसार मेरो लेखी क्रुसमा झुन्ड्याइएको छ। प्रियहरू, अब हामी दोस्रो तिमोथी 3:12 हेरौँ एकपटक। ख्रिस्ट येशूमा भक्ति साथ जीवन बिताउन इच्छा गर्नेहरू सबैजना सतावटमा पर्ने नै छन्। साँगुरो बाटो कठिन त छ, बाटोमा हामीले सबै किसिमका दुःख र कष्टहरू भेट्टाउँदछौँ। शैतानले हाम्रो बाटोमा धेरै परीक्षा, बाधा, रुकावटहरू राखिदिँदछन्। हामीसँग सहुलियतहरू थोरै हुँदछन्। प्रियहरू, हामी मत्ती 8:19 र 20 हेर्दछौँ भने प्रभु श्री ख्रीष्ट यस संसारमा तपाईलाई र मलाई उहाँको अनन्त बाटोमा अनन्त राज्यमा लिएर जानको निम्ति भोग्नु भएको, यस पृथ्वीमा रहँदाखेरि भोग्नु भएको यथार्थ कुराहरू पाउँदछौँ। यहाँ वचनमा यस्तो लेखिएको छ, एकजना शास्त्री उहाँ कहाँ आए र उहाँलाई भने, गुरुज्यू, तपाईँ जहाँ जहाँ जानुहुन्छ म तपाईलाई पछ्याउनेछु। येशूले तिनलाई भन्नुभयो, स्यालका दुला र आकाशका चराचुरुङ्गीहरूका त गुण हुन्छन्, तर मानिसको पुत्रको लागि त शिर ढल्काउने ठाउँ समेत छैन। हालेलुया। हामी पनि उहाँको बाटोलाई पछ्याउँदै हिँड्दाखेरि त्यो बाटो सजिलो हुन जाने छैन। हाम्रो उमेर जति भए तापनि बाटोमा हामी जतिसम्म पुगे तापनि शैतानले हाम्रा लागि नयाँ नयाँ परीक्षाहरू तयार पारिराखेको हुन्छ। कति मानिसहरूको हृदयमा प्रश्नहरू उठ्न सक्दछ, यस्तो कठिन बाटो हामी किन हिँड्ने? प्रियहरू, हामी यही कठिन बाटो भएर हिँड्नु पर्दछ, किनभने त्यो बाटोले चाहिँ जीवनमा पुर्याउँछ, अर्थात अनन्त जीवनमा पुर्याउँदछ। अनि हामीलाई सजिलो बाटोले चाहिँ विनाशमा पुर्याउँदछ। हामी यिर्मया अगमवक्ताको पुस्तकलाई हेर्दछौँ भने यहाँ 21:8 हामी पाउँदछौँ, यस प्रजालाई चाहिँ तैँले अझै यसो भन्, परमप्रभु यसो भन्नुहुन्छ, हेर म तिमीहरूको अघि जीवनको बाटो र मृत्युको बाटो राख्दैछु। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, बाटाहरू दुईवटा मात्रै छन्। यदि तपाईँ र म साँगुरो बाटोबाट भएर हिँडिरहेका छैनौँ भने तपाईँ र म चाहिँ फराकिलो बाटोमा छौँ। कुनै एउटा बाटोको मतलब के हो? त्यसले कुनै एउटा गन्तव्यमा पुर्याउँछ। फराकिलो बाटोमा हिँडिरहेकाहरूले के गरिरहेका छन् त्यो हामी विचार गरौँ। तिनीहरूका लागि यात्रा सजिलो र रमाइलो त छ। कोही नाचिरहेका छन्, कोही गीत गाइरहेका छन्, कोही धन सम्पत्ति जोडिरहेका छन्, कोही जग्गा जमिन जोडिरहेका छन्, कसैले हत्या गरिरहेका छन्, कसैले चोरिरहेका छन्। तर एक दिन तिनीहरू बाटोको अन्त्यमा पुगिहाल्छन्। बाटोको अन्त्य के हो? मृत्यु हो। त्यति बेला तिनीहरूको नाच, तिनीहरूको गीत, तिनीहरूको सबै कुराहरू, चोरी, तिनीहरूको हत्या, तिनीहरूको धन सम्पत्ति जोडाई, ती सबै नै व्यर्थ हुनेछन्। हामी मर्कुस 8:36 हेर्दछौँ भने परमेश्वरको जीवित वचनमा हामी पाउँदछौँ, किनभने मानिसले सारा जगत हात पारेर आफ्नो प्राण गुमायो भने त्यसलाई के फाइदा हुन्छ र? हालेलुया। त्यसैले प्रियहरू, हामीले सोच्नु पर्दछ कि मेरो बाटोको ठेगाना के हो? हामीले विचार गर्नुपर्दछ। साँगुरो बाटोले मात्र अनन्त जीवन पुर्याउँछ। हो, यस जीवनमा त्यो बाटो असजिलो त छ, तर त्यसको ठेगाना चाहिँ सम्झनुहोस्। रोमी 8:18 म विचार गर्दछु कि हामीमा जुन महिमा प्रकट गरिनेछ त्यससँग वर्तमान समयका कष्टहरू तुलना गर्न योग्यका छैनन्। हालेलुया। त्यसै गरी दोस्रो कोरिन्थी 4:17 यस्तो लेखिएको छ परमेश्वरको जीवित वचनमा, किनकि हाम्रो हलुको र क्षणभरको कष्टले हाम्रा निम्ति अतुलनीय तथा अनन्तको महान महिमा तयार गरिरहेको छ। हालेलुया। प्रियहरू, सबै मानिसहरूलाई येशू ख्रीष्टले भन्नुहुन्छ, साँगुरो ढोकाबाट भित्र पस। जब येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई पहिले बोलाउनु भयो तब उहाँले यति मात्र भन्नुभयो, मेरो पछि लाग। हामी मर्कुस 1:17 हामी यो कुरालाई पाउँदछौँ। हाम्रो मुक्तिदाता येशूले हामीलाई दुईवटा रोजाइ दिनुहुन्छ, उहाँको पछि लाग्नु कि नलाग्नु। अनि हामीले छान्नै पर्छ, हामी ढिलो नगरौँ। प्रियहरू, प्रभु श्री ख्रीष्टले भन्नुभएको थियो, कोही मेरो पछि लाग्ने इच्छा गर्दछ भने त्यसले आफ्नो क्रुस उठाएर मेरो पछि लागोस्। यहाँ क्रुसको अर्थ चाहिँ दुःख र कष्ट हो। प्रियहरू, उहाँको खातिर दुःख र कष्ट र मर्न पनि तयार हुन सक्नु चाहिँ आफ्नो क्रुस हो। प्रियहरू, प्रभु येशू ख्रीष्ट हिँड्नु भएको बाटो क्रुसको बाटो हो। प्रियहरू, दुःख, कष्ट र मृत्युको बाटो हो। अनि त्यो बाटो चाहिँ साँगुरो बाटो हो। अनि बाटो, सत्य र जीवन पनि प्रभु येशू ख्रीष्ट स्वयं हुनुहुन्छ र ढोका पनि उहाँ हुनुहुन्छ। अनि त्यो ढोका चाहिँ साँगुरो छ र त्यो बाटो चाहिँ कठिन छ। प्रियहरू, विनाशमा पुर्याउने बाटोमा हिँडिरहेका, फराकिलो ढोकाबाट भित्र पस्न तयारी भइरहेका मानिसहरू हामी देख्दछौँ। हाम्रो इष्टमित्र, हाम्रो आफन्त, हाम्रो नातेदार, हाम्रो परिवारका सदस्यहरू, उनीहरूले चाहिँ प्रभु श्री ख्रीष्टलाई तिरस्कार गर्दछन्।
प्रभु यीशु ख्रीष्टमाथि विश्वास गर्दैनन् अनि उहाँको राज्यमा आउनको निम्ति इन्कार गर्दछन्। तिनीहरूको लागि सुख विलास, भोग विलास अनि आनन्द, आराम, धन सम्पत्ति त्यो कुरा नै प्रिय हुन्छ। जीवनको ढोकालाई इन्कार गर्ने र बाटो सत्य र जीवनलाई इन्कार गर्ने अर्थात् हाम्रो प्रभु यीशु ख्रीष्टलाई इन्कार गर्नेहरू फराकिलो ढोकाबाट हिँडिरहेका छन् र तिनीहरूको अन्त्य एक दिन निश्चित नै हुनेछ र त्यो चाहिँ विनाशको लागि हुनेछ। प्रियहरू, यदि तपाईँ र म ख्रीष्टको खातिर बदनामहरू, अपमानहरू, तिरस्कारहरू, थुकाई चुटाई, गाली निन्दाहरू र विविध अपहेलना सहिरहेका छौं भने तपाईले र मैले बुझ्नुपर्छ तपाईँ र म चाहिँ साँगुरो बाटोबाट हिँडिरहेका छौं। तर तपाईँ र म प्रभुलाई पाएर पनि सुख चैनमा, धन सम्पत्तिमा अनि भोग विलासमा, रुपियाँ पैसाको मोहमा अनि संसारका चीजहरूमा हामी रुमलिरहेका छौं भने तपाईले र मैले थाहा गर्नुपर्दछ हामी पनि फराकिलो बाटोमै छौं र सजिलो बाटो भएर हिँडिरहेका छौं। प्रभुले हामीलाई भन्नुभएको छ जीवनमा पुर्याउने ढोका चाहिँ साँगुरो छ र त्यो बाटो कठिन छ। प्रियहरू, तपाईँ र म प्रभुको खातिर निन्दा, तिरस्कार, अपमान, गिल्ला यी सबै कुराहरू सहेर अनि प्रभुको राज्यमा हिँडिरहेका छौं भने अवश्य पनि तपाईँ र म चाहिँ त्यो जीवनमा पुग्नेछौँ। किनभने त्यो प्रतिज्ञा गर्नुहुने कहिले पनि झुट बोल्नुहुन्न। उहाँले चाहिँ तपाईँलाई मलाई अवश्य पनि त्यो अनन्तको जीवनमा लानुहुनेछ र त्यहाँ सँगै उहाँसँगै रहन दिनुहुनेछ। प्रियहरू, परमेश्वरको महानाज्ञा प्रेम भएको कारणले गर्दाखेरि हामी आफै पनि साँगुरो बाटोमा हिँडिरहेका छौं भने फराकिलो बाटोमा हिँडिरहेका जति पनि मानिसहरू छन् प्रभुको महानाज्ञा पूरा गर्नको निम्ति तिनीहरूलाई पनि तपाईँले मैले सुसमाचार सुनाउनु पर्दछ र धेरै आत्माहरूलाई परमेश्वरले बचाउन चाहनुहुन्छ। यस पृथ्वीमा भएका सबै मानिसहरूलाई परमेश्वरले प्रेम गर्नुहुन्छ र सबैलाई उहाँले त्यो साँगुरो बाटो हुँदै अनि त्यो कठिन ढोका हुँदै चाहिँ उहाँले स्वर्गमा लान चाहनुहुन्छ अनि तिनीहरूलाई स्वर्गमा लाने एउटा माध्यम चाहिँ तपाईँलाई र मलाई पनि बनाउनु भएको छ, उनीहरूलाई सुसमाचार सुनाउने। यदि तपाईँले र मैले परमेश्वरले दिनुभएको त्यो महान आज्ञालाई पूरा गर्यौं र सुसमाचार सुनेर उनीहरूलाई पनि प्रभुलाई चिनायौं र बाटो सत्य र जीवन उहाँलाई र ढोका पनि उहाँ हुनुहुन्छ भनेर हामीले चिनायौं भने ती व्यक्तिहरू पनि अवश्य पनि फराकिलो बाटो छोडेर त्यो साँगुरो बाटो हुँदै जीवनमा पुग्नेछन्। प्रियहरू, यदि हामी कोही फराकिलो बाटोमा हिँडेको महसुस गरिरहेका छौं भने एकपटक हामी यो मत्ती 7 को 13 र 14 पदलाई हामी एकचोटि परमेश्वरको वचनलाई हेरेर फेरि हामी परमेश्वरले दिनुभएको आज्ञालाई पालना गर्दै साँगुरो बाटो हुँदै त्यो अनन्त जीवनमा जाने त्यो ढोका सम्मुख हामी जानेछौँ अनि त्यो चाहिँ प्रभु यीशु ख्रीष्ट स्वयं हुनुहुन्छ। उहाँको खातिर मानिसले हामीलाई तिरस्कार, गिल्ला, थुकाई, अपमान, घृणा जे गरे पनि प्रियहरू त्यसलाई चाहिँ हामीले अनन्त जीवनमा जाने बाटोको एउटा लक्षण हो भनेर हामीले बुझ्नुपर्ने हुन्छ। जसरी तपाईँलाई र मलाई उहाँले बचाउनको निम्ति दुःखको बाटो रोज्नुभयो, क्रुसको बाटो रोज्नुभयो, मृत्युको बाटो रोज्नुभयो प्रियहरू, त्यसै गरी तपाईँ र म पनि मृत्युसम्मै आज्ञाकारी भएर हामीमा आउने संकट, अपमान, तिरस्कार, घृणा ती सबै कुराहरूलाई चाहिँ धैर्य धारण गरेर हामी आज्ञाकारी जीवन जिउनु पर्ने हुँदछ। हुन्छ, हामी सबैजना त्यो कठिन बाटो हुँदै साँगुरो ढोकाबाट भित्र पस्नेछौँ र अनन्तको राज्यमा पुग्नेछौँ भन्ने उद्घोष गर्दै म तपाईँहरू सबैबाट बिदा हुन चाहन्छु। हुन्छ, तपाईँहरू सबैजनालाई वचनको सेवाका यही राख्दै जय मसीह भन्दै म बिदा हुन चाहन्छु। म तपाईँहरूको आफ्नै सहकर्मी प्रदीप। जय मसीह।